पानी अलि बढी पिउनुस्। आजैदेखि जति पिउनुहुन्छ त्योभन्दा अलिकति बढी पिउनुस्। सकेसम्म बिहान खाली पेटमा लगभग आधी लिटर जति पानी रेगुलर हरेक दिन बिहान खाली पेटमा पिउने बानी बसाल्नुस्। 1 नम्बरमा। 2 नम्बरमा चाहिँ के भन्छु त म भनेदेखि 1 घण्टा अगाडि उठ्ने गर्नुस्। जति बजी उठ्नुहुन्छ त्योभन्दा 1 घण्टा अगाडि उठ्ने गर्नुस्। सक्नुहुन्छ भने अलिकति एक्सर्साइज व्यायाम गर्नुस्। सक्नुहुन्न भनेदेखि एकछिन हिँडडुल गर्नुस्। बाहिर वाकमा जानुस् अथवा भित्रै पनि हिँडडुल गर्नुस्। अलिकति फिजिकल एक्टिभिटी बिहान 1 घण्टा चाहिँ गर्नुस्। तेस्रो नम्बरमा साग सब्जी फलफुल चाहिँ जति लिने गर्नुभएको छ त्योभन्दा अलिकति बढारै लिने गर्नुस् है। अलिकति थप्नुस्। साग सब्जी र फलफुल चाहिँ जति सकिन्छ अलिकति थपेर लिने गर्नुस्। 4 नम्बरमा रातो मासु र यो पशु पन्छीबाट आएका जुन खाद्यान्नहरू छन् यिनीहरू जति खानुहुन्छ त्यसलाई घटाइदिनुस्। आधी बनाइदिनुस्। जति लिइराख्नु भएको छ यो मासु, रातो मासु, यिनीहरू मासुजन्य प्रोडक्टहरू चाहिँ अलिकति घटाएर लिन सुरु गर्नुस् आजैबाट। अर्को कुरो छ हप्तामा 1 दिन अथवा 2 दिन तरिका मिलाएर अलिकति इलेक्ट्रोलाइट्सहरू आफ्नो सुगर लेभलहरूलाई चाहिँ कन्ट्रोलमा ब्यालेन्समा राख्दै फास्टिङ अथवा उपवास गर्ने बानीको विकास गर्नुस्। हरेक हप्ता 1 दिन अथवा 2 दिन चाहिँ। त्यसै गरी राति सुत्नुभन्दा अगाडि एटलिस्ट 2 घण्टा, सकिन्छ भनेदेखि 2 घण्टा आधा अगाडि नै रातिको खाना चाहिँ खाने गर्नुस्। त्यसै गरी तनाव दिने काम कुरा र व्यक्तिहरूलाई आजैबाट जीवनबाट हटाइदिनुस्। तनावलाई कम राख्नुस्। हरेक स्वास्थ्य सम्बन्धी समस्यामा तपाईलाई फाइदा हुने नै छ र धेरै स्वास्थ्य सम्बन्धी समस्याहरू धेरै पर भाग्ने छन्।